झापाको हल्दीबारी गाउँपालिकाद्वारा काठे पुल मुक्त गर्ने उद्देश्यले सुरु गरिएको पक्की पुल निर्माण अन्तर्गत तेस्रो पक्की पुल उद्घाटन गरिएको छ। हल्दीबारी गाउँपालिका वडा नम्बर 2 र 3 लाई जोड्ने माथिल्लो भुसुडी खोलामा पक्की पुल निर्माणपछि आज बिहीबार उद्घाटन गरिएको हो। पालिकाको 4,67,94,878 रुपैयाँ 44 पैसामा सम्झौता भएको 3वटा पुल मध्ये आज माथिल्लो भुसुडी खोलाको पुल उद्घाटन गरिएको छ। गाउँपालिकाका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली र प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन महेन्द्रले संयुक्त रूपमा पुलको उद्घाटन गर्नुभएको छ। लक्ष्मीमावि पूर्वपट्टि रहेको भुसुडी खोलामा निर्माण गरिएको पक्की पुल आज एक समारोहका बीच उद्घाटन गरिएको हो। 3वटा पुल मध्ये यसअघि भुतेनी खोला र तल्लो भुसुडी खोलाको पुल उद्घाटन गरिएको थियो। गाउँपालिकाको 1,30,00,000 लगानीमा निर्माण गरिएको 26.8 मिटर लम्बाइ र 7.5 मिटर चौडाइ रहेको माथिल्लो भुसुडी खोलाको पुल निर्माण सम्पन्नसँगै उद्घाटन गरिएको छ। उक्त पुल निर्माणसँगै हल्दीबारी 2 र 3 का 500 घर परिवार लाभान्वित भएका छन्। हल्दीबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र प्रसाद लिङदेनको अध्यक्षतामा भएको पुल उद्घाटन कार्यक्रममा हल्दीबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै स्वागत गर्नुभएको थियो। कार्यक्रममा हल्दीबारी 3 का वडाध्यक्ष विष्णुप्रसाद ओली, नेकपा एमाले हल्दीबारी गाउँपालिकाका अध्यक्ष त्रिलोचन सापकोटा, नेपाली कांग्रेस हल्दीबारीका सभापति गंगाप्रसाद प्रसाईल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो। पुल उद्घाटन कार्यक्रममा हल्दीबारी 4 का वडाध्यक्ष सन्तकुमार थापा, हल्दीबारी 2 का वडाध्यक्ष सुकलाल राजवंशी, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, सामाजिक अगुवाहरू र स्थानीय बासिन्दाहरू लगायतको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण हल्दीबारी गाउँपालिकाका योजना शाखा प्रमुख राजन न्यौपानेले गर्नुभएको थियो।